नमस्कार साथीहरू। गएको बुहारी एपिसोडमा घर बेचेको 55 लाख रुपैयाँ कहाँ गयो भन्ने प्रश्नले परिवारभित्र ठूलो विवाद सिर्जना गरेको छ। रामले आफूले सबै कुरा सही समयमा खुल्ने बताए पनि परिवारका सदस्यहरू शङ्कामा परिरहेका छन्। यसैबीच घरबाट 20 लाख बराबरको सुन चोरी भएको विषयले कथालाई अझ ठूलो मोड दिएको छ। रामले प्रहरी चौकीमा उजुरी दिने तयारी गरेपछि मुनाको चिन्ता बढ्छ, किनकि चोरीको वास्तविकता बाहिर आएमा मुना र अर्जुन ठूलो समस्यामा पर्ने खतरा छ। मुनाले रामलाई 5 दिनभित्र चोर र सुन पत्ता लगाउने बाचा गरेर केही समयका लागि प्रहरीमा उजुरी दिनबाट रोक्न सफल हुन्छ। तर समस्या यतिमै सकिँदैन। मालती र सुर्तीले मुनालाई सहयोग गर्ने बहाना गर्दै नयाँ षड्यन्त्र रचिरहेका छन्। उनीहरूले मुनालाई कमलाको सुन ल्याउन दबाब दिएका छन्, नत्र मुना र अर्जुनले पहिले सुन बेचेर दाइलाई बचाएको रहस्य सबै सामु खोलिदिने धम्की दिएका छन्। अर्कोतर्फ रामले बिर्खध्वजसँग कुरा गर्दा एउटा ठूलो सत्यको सङ्केत पाउँछन्। 20 लाख रुपैयाँ लिएर जाने व्यक्ति मुना र अर्जुन नै थिए। अब रामलाई परिवारभित्र भइरहेको खेलको वास्तविकता बिस्तारै थाहा हुन थालेको छ। आजको एपिसोडमा कमलाको स्वास्थ्यमा देखिएको परिवर्तनले पनि नयाँ रहस्य थपेको छ। वाकवाक लाग्ने र अस्वस्थ हुने लक्षण देखिएपछि कमला गर्भवती हुन सक्ने सङ्केत गरिएको छ। यदि यो सत्य भयो भने राम र कमलाको सम्बन्धमा नयाँ खुसी आउनेछ। आगामी एपिसोडमा के हुन सक्छ? रामले बिर्खध्वजबाट मुना र अर्जुनले 20 लाख बुझाएको सत्य थाहा पाएपछि मुनामाथि शङ्का गर्न सक्छन्। 5 दिनभित्र सुन फिर्ता गर्ने बाचा मुनाका लागि ठूलो पासो बन्नेछ। मालती र सुर्तीले मुना र अर्जुनलाई दबाब दिएर कमलाको सुन चोरी गराउने प्रयास गर्ने सम्भावना छ। मुना र अर्जुन बाध्य भएर चोरी गर्न खोज्दा रामले उनीहरूलाई रङ्गेहात समात्न सक्छन्। घर बेचेको 55 लाखको वास्तविक रहस्य पनि बिस्तारै बाहिर आउन सक्छ। कमला साँच्चै गर्भवती भएको खुलासा भएमा परिवारमा नयाँ खुसीको माहौल बन्न सक्छ। सबैभन्दा ठूलो प्रश्न बनेको रामले मुना र अर्जुनको धोका थाहा पाएपछि उनीहरूलाई माफ गर्नेछन् कि कडा सजाय दिनेछन्? आगामी एपिसोडमा सुन चोरीको रहस्य, मुनाको 5 दिनको चुनौती र मालती सुर्तीको नयाँ षड्यन्त्र अझ रोचक रूपमा अगाडि बढ्ने देखिन्छ। धन्यवाद।